हामीले नयाँ पुस्तालाई व्यवस्था गर्दा, नयाँ पुस्तासँग हामीले अन्तर्क्रिया नगर्दा, उनको मनोविज्ञानलाई हामी नबुझ्दा भोलि हाम्रो कुरा नसुन्ने ठाउँमा पुग्न सक्छ। त्यसैले यो कुरामा हामीले हेक्का राख्दै नवयुवाहरूलाई पनि हामीले अब यो मोमेन्टमा हामीले जोड्नुपर्छ। किनभने हामी सधैँ रहँदैन, यो पुस्ता अगाडि बढ्छ, बुढो हुन्छ, मर्छ, अर्को पुस्ता आउँछ, त्यो पुस्ता पनि त्यसै गरी अगाडि बढ्छ, मर्छ, अर्को पुस्ता फेरि जन्मनुपर्छ। त्यसैले हामीले नयाँ पुस्तालाई, नवयुवाहरूलाई अब राजनीतिसँग जोड्ने त्यो काममा हामीले ढिलाइ गर्नु हुँदैन। यो कुरामा पनि मुक्ति समाजले ध्यान दियोस्। मुक्ति समाजमा पनि धेरै युवा साथीहरू जोडिनु भएको छ। अझ यसलाई बढाएर हामीले हरेक घर परिवारमा रहेका हाम्रा छोराछोरीहरू, भाइ बहिनीहरू कहाँ छन्, के गर्दैछ, त्यो बारेमा पनि हामीले चासो दिउँ र उनीहरूलाई हामीले समयमै सचेत गरौँ। यो कुरामा तपाईँहरूलाई सफलता मिलोस्। र फेरि पनि म तपाईँहरूप्रति आभार व्यक्त गर्दछु। तपाईँहरूले जसरी हामी दुईजना कमरेड खेम लोहनी र मलाई यहाँ बोलाएर अरू नेताहरूलाई पनि बोलाउनु भएको थियो, मुक्ति समाजका नेताहरू आज विशेष कारणले आउनु सक्नु भएन। हामीलाई बधाई दिनुभएको छ, शुभकामना दिनुभएको छ। म आभार व्यक्त गर्छु, धन्यवाद दिन्छु र म प्रतिबद्धता व्यक्त गर्छु। हामी हिजो हरेक कठिन अवस्था, हरेक अप्ठ्यारोमा, हरेक आतङ्कपूर्ण घडीमा पनि नेकपा एमालेको झन्डालाई झुक्न नदिएर यो धरतीमा फहराउने काम हामीले गरेका छौँ। आज हामी अझ बढी जिम्मेवार भएका छौँ। त्यसैले भोलिका दिनमा हामी गलत कामसँग, गलत कुरासँग हामी सम्झौता गर्दैनौँ। गलत तत्त्वहरूसँग हामी ज्यानको प्रवाह नभनेर हामी अगाडि बढ्छौँ र तपाईँहरूको हरेक न्यायपूर्ण आन्दोलनमा तपाईँहरूको साथमा हुन्छौँ। मुक्ति समाज र नेकपा एमाले भनेको अलग कुरा होइन। मैले अघि पनि भने यो पार्टीमा सबैभन्दा बढी हक कसैको छ भने मुक्ति समाजको छ। तपाईँहरूले अन्यथा नठानिकन यो परिवारको पहिलो सदस्य हामी हौँ भनेर तपाईँहरूले गर्व गर्नुपर्छ र भोलिका हरेक न्यायपूर्ण आन्दोलनमा, चाहे निर्वाचन होस्, चाहे अरू कुनै पनि खालका आन्दोलन, विभेदपूर्ण कुनै गतिविधि भयो भने त्यसको विरुद्धमा आवाज उठाउनु पर्दा तपाईँहरूको आवाज कमजोर भयो भने हामीलाई बोलाउनुहोस्, हामी आउँछौँ। र भोलि हुने कुनै पनि खालका, कुनै पनि हिजो तपाईँहरूले देख्नु भएको छ माओवादी आतङ्कको विरुद्धमा पनि तपाईँ हामी सँगसँगै छौँ। त्यो आतङ्कलाई कसरी परास्त गर्न सक्यौँ त्यो अनुभव पनि हामीसँग छ। त्यसैले यो आतङ्क पनि अस्थायी कुरा हो। देश जलाउनेहरू, आतङ्ककारीहरू धेरै दिन टाउको ठाडो बनाएर मुख देखाएर हिँड्न सक्दैन। त्यो ठाउँमा हामीले पुर्याउनुपर्छ, ठेगान लगाउनुपर्छ। त्यसका लागि हामी बिचको सहकार्य, हामी बिचको एकता अपरिहार्य छ। यो कुरालाई मध्यनजर गर्दै अझ सङ्गठनलाई व्यापक बनाउँदै, विस्तार गर्दै हामी अगाडि बढौँ। हामीलाई कुनै तागतले पनि रोक्न सक्दैन, किनभने हामी हिँडेको बाटो सही छ। हाम्रो गन्तव्य दुनियाँले देख्ने गरी हामीले भनेका छौँ। हामी लुकेर होइन, जालझेल गरेर होइन, हामी गन्तव्यमा पुग्न चाहन्छौँ। यो मुलुकलाई समृद्ध नबनाएसम्म समाजवाद भनेका छौँ नि हामी। समाजवाद भनेको के हो भन्दा समृद्ध नेपाल, सुखी नेपाल। त्यो यात्रामा हामी निरन्तर अगाडि बढ्नेछौँ। त्यसका लागि हामीलाई धेरैभन्दा धेरै व्यापक जनसमुदायको समर्थन आवश्यक छ। यो कुरा जनताको बिचमा लिएर जाने, फेरि पनि यो पटकको मुद्दा भनेको चाहे आन्दोलन चुनाव पनि एउटा आन्दोलन हो, आन्दोलनको एउटा मोर्चा हो चुनाव पनि। त्यो चुनावमा पनि हाम्रो यो मुद्दा हामी जनताको बिचमा छान्नुहोस्, तपाईँको मत देश जलाउनेलाई कि देश बनाउनेलाई, यही मुद्दा यसपटक हामी सडकमा पनि लान्छौँ, मतदान गर्ने मतदाताहरूको बिचमा पनि लान्छौँ। त्यसैले हामी अफेन्सिभ भएर, आक्रामक भएर जानु जरुरी छ। हामी शिर निहुर्याएर जानुपर्ने हो। केही काम गरेका छैन, कुनै अपराध, कुनै गल्ती गरेका छैन। यही उच्च मनोबलका साथ अगाडि बढ्नुहोस्। म तपाईँहरूलाई शुभकामना दिन्छु। बधाई, शुभकामना दिनुभएकोमा हार्दिक आभार व्यक्त गर्दछु र प्रतिबद्धता व्यक्त गर्दछु। धन्यवाद।